यहाँ बिग्रेछ नि त यहाँ चिनी हालेर ती फुल ल टक्क हामी चाहिँ यहाँ कफी यहाँ दामी फुल थियो तर यो हामीले चिनी लगाएर बिग्रियो कस्तो क्यामेरा अझै राख Hi guys, यता हेर्नु रुफस म रुफस उता ए रुफस ए अलि मजाले खुसी भएर कफी खान आको भन्नु न कफी खान आको भन्नु न हामी चाहिँ आज यहाँ कहाँ छ अरे भनिदिनु पर्यो कहाँ छौँ अरे हामी क्याफे रमिदेको क्याफे नाम थाहा छैन क्याफे चाहिँ मौसम पनि खोलिँदैछ अब चाहिँ यस्तो यहाँको नजरा चाहिँ फेरि यस्तो देखिन्छ भ्यू चाहिँ कुहिरोले गर्दा राम्रो देखेको छैन नत्र यहाँदेखि दामी तराई देखिन्थ्यो अब कफी खानुपर्ने हुन्छ कफी यहाँ टक्कसँगले आउँदैछ मान्छेहरू बुलेट पड्काउँदै आउँदैछ यहाँ मान्छेको फेरि यस्तो छ बाटो चाहिँ फेरि तल पनि अर्को आउँदैछ कफी खानलाई गुड मर्निङ एभ्रिवान आजको बिहानी मौसम हेर्नुहुन्छ भने वाउ दिस इज अ भ्यू छ भन्नु आँटो है कस्तो दामी घाम उदय रहेको हो कि त्यो चाहिँ आम वाउ दामी दामी देख्दो रहेछ यतिखेर चाहिँ अहिले चाहिँ ठ्याक्कै 10-11 बज्न आँटेको छ अनि अहिले चाहिँ म यो दसैँ लागिरहेको छ नि त अनि यो दसैँमा चाहिँ अफर यो कम्पनीतिर हुन्छ नि गाडी कम्पनी बाइक कम्पनी हुन्छ नि सोरुमतिर अफर लागिरहेको रहेछ अनि हाम्रो पनि एउटा बाइक छ एक्सजेट भन्ने बाइक अनि त्यो बाइक चाहिँ त्यो बाइकसँग चाहिँ एक्सचेन्ज गरेर पल्सर लिने सोचमा चाहिँ अब गएर बुझ्नु पर्ने छ पल्सर लिने कुरा छ बुवासँग म चाहिँ अहिले अटोमा गइरहेको छु अनि बुवा चाहिँ बाइकमा अलिक अगाडि जानु हुँदैछ अनि आज चाहिँ बाइक निकाल्नु पर्ने हुन्छ अहिले चाहिँ बाइक निकाल्नु गएको है गाइस नयाँ बाइक पल्सर हुन्छ कि कुन हुन्छ अब गएर सोरुममा बुझ्यो भने टक्कसँगले चाहिँ निकालेर ल्याउनु पर्ने हुन्छ अब चाहिँ दमक आइसकेको अवस्था दमक पुगिसकेँ म अनि यो रोड चाहिँ एकदमै खुल्ला हुने गर्छ किनभने यहाँ गाडी कुदैन यो चाहिँ डाइरेक्ट काठमाडौँ लागि बनाएको रोड हो डाइरेक्ट काठमाडौँ जाने रोड पाहाडको बेली हुँदै अरे अनि अहिले चाहिँ पुरै बाटो बन्न नसकेको कारणले यहाँ गाडीहरू खासै कुदैन अनि यो हामीलाई मध्येलाई यो बाटो किन हिँडेको भने एकदम सजिलो अनि छिटो कि गाडीको भिड पनि नहुने है अनि अलिक छिटो पनि स्पिड कुदाउनु पनि मजा आउने जस्तो चिल्लो छ नि त स्पिड कुदाउनु भन्दा फेरि सबैजनाले स्पिड चाहिँ नकुदाउनु होला आफ्नो लिमिटमा कुदाउनु होला स्पिड 40को स्पिड भन्ने गरेको छ हाम्रो यो के भन्छ ट्राफिकहरूको नियम चाहिँ 40को स्पिड मात्रै कुदाउनु पाउने त्योभन्दा धेरै स्पिड कुदाउनु नहुने एक्सिडेन्ट हुनसक्छ भनेर दामी बाटो छ आज त के हो एम्बुलेन्स मात्रै हिँड्छ त हौ दसैँ भन्छ दसैँको बेला दसैँ नै हो कि यो मेरो दशा भन्ने भइहाल्छ अहिले पेट्रोल पम्प आइसक्यो पेट्रोल पम्प यहाँ पेट्रोल हाल्नु पर्ने हुन्छ पेट्रोल हालिवरि लाग्ने हो फाइनली बजाज सोरुम आइसकेको छु बाइकको लाइन देख्नुहोस् हेर्नुहोस् यहाँदेखि एउटा पल्सर लानुपर्ने हुन्छ बजाज कम्पनी बजाज सोरुम गाइस दमक
यता हाइवे छ फेरि सो फाइनली बाइक घरमा आइसकेको छ तपाईँलाई म दामी लुक्स देखाउन गइरहेको छु तपाईँहरूलाई हेलमेट चाहिँ राम्रो रहेछ हेलमेट अनि राम्रै किनेको नि यस्तो हेलमेट कि बाइकको लुक्स चाहिँ यस्तो रहेको छ ओइ यो बाइक चाहिँ 150 cc को हो अनि सिंगल डिस्क बाटो रहेको छ एउटा यता छ डिस्क अनि यता चाहिँ नो डिस्क ओन्ली ब्रेक मादङ अरे सोर हेलमेट चाहिँ यस्तो छ फेरि केपी भएको केपी हो नि त हेलमेटको नाम केपी यस्तो छ यसको लुक चाहिँ मौसम भने यस्तो छ फेरि यसको अनि यो चाहिँ डबल रहेछ डबल डेकको रहेछ अहिले लेगाड ओ यस्तो छ यसको इन्जिन यसको यहाँ पनि छ खोपेटा कार्बन भन्नु नमिल्ने ल यही हो नयाँ बाइक पल्सर नम्बर प्लेट छ नम्बर हाल्नु बाँकी यस्तो छ फेरि बाइकको यसको लुक चाहिँ यस्तो छ फेरि अन पनि गरिदिउँ न त ल के छ त यार के हो तपाईँ सन्चै हुनुहुन्छ गुड मर्निङ एभ्रिवान अहिले चाहिँ रमितेमा है बिहानको 5 बजेर 10 मिनट गइसकेको छ अनि त्यहाँ पर त्यो चाहिँ जुन हो अनि यहाँ चाहिँ घाम उदाउँदै गरेको दृश्य तपाईँहरू देख्न सक्नुहुनेछ यो चाहिँ हाम्रो रमितेबाट देखेको दृश्य बिहानीको समयमा पल्लो पारी बल्दै गरेको त्यो देखिएको चाहिँ इलाम हो इलाम साइड